राखिदिएको ल मरकेनहरू आइदिइरहेको आम्म त्यसको लागि अलिकति पास गर्नुपर्छ ल ओएमजी ढुङ्गामाथि घर यार हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल सबैलाई स्वागत छ मेरो जीवन गुरुङ ब्लगमा होप यु गाइज आर फाइन म पनि एकदम बवाल छु के छ तपाईँहरूलाई आज जीवन चाहिँ आफ्टर लङ टाइममा चाहिँ कहाँ हिँड्दैछ बिहान बिहान भन्दाखेरि आज त्यही वाकमा हिँड्दैछु यस्तो चिसो चिसोमा कस्तो फेरि मान्छे नदेख्ने लागेको छ कस्तो टोपी लगाएर फेरि हेर यहाँ ल देखान्छ आज मर्निङ वाकको सानो सानो क्लिपहरू छ ल म सुनसान छ त के हो यो आज क्रिसमस हो होइन ठ्याक्कै 25 तारिक हो केही सुनाउ त छैन नि फेरि लखटलाई फेरि बिहान बिहान निस्केछ वाकको लागि फेरि भरे त लहट दिँदै भन्नु त स्पेनिसहरूले कहाँ पो हो फेरि ओहो जेलतिर पो फस्ला फेरि यार यस्तो बोल्नु हुँदैन अरे सो के भन्नु अब यस्तै हो कुरा चाहिँ ओला बुढा देश के गर्नु अब आउने नै हो क्या फेरि केही छैन क्या अरू फेरि होइन अन्त वा BMW गाडी है ए आमा नि यस्तै गाडी छ क्या मलाई चलाउनु किन्नु लहर चाहिँ हो थ्याट यस्तै गाडी किन्नु मन छ मलाई तर के गर्नु पुँजी छैन होइन सुनसान छ क्या आज के चाहिँ छ हौ अन्त आज चाहिँ के चाहिँ छ हौ अन्त के हो भ्लग आएर आन्टी त लुक्छ त फेरि चिने क्या हो चिने क्या इन्टरनेसनल भ्लगलाई केही छैन यार एक्सप्लोर गरौँ भने नि केही छैन यार अनि उहाँ उनीहरू रहेछ मेरो फेभरेट ड्रिङ्क्सका मर्सरिज बेन्च ओ माई गड यहाँ स्ट्यान्ड बाई रहेछ होइन आम्मा यतातिर जानु लाग्यो त्यो डाँडातिर हेरौँ वाकमा वाकै फेरि रनिङ चाहिँ होइन नि फेरि यस्तो छ दामी गाई चाहिँ घर फेरि हेर न यहाँ फेरि ओएमजी ढुङ्गामाथि घर यार के हो भने क्या यस्तो ढुङ्गामाथि घरै घर छ क्या फेरि तरिका हो यार ढुङ्गामाथि घर छ कि कस्तो विकसित होला त ए अचम्म अनौठो अनौठो भन्ने के भन्नु दिक्क लाग्दो भन्नु के हो हेर्दै हेर्दै पनि दिक्क भयो है तपाईँलाई त अनौठो लागिराखेको हो नि मन त वाक्क दिएको भइसक्यो जाउँ हेरौँ कस्तो छ माथि डाँडातिर डाँडामा फेरि एकदम हावाहुरी चल्ने खालको छ त्यसैले म फेरि मुस्ताङी टोपी लगाएर आइसकेँ होइन केही छैन एक्सप्लोर गरौँ भने पनि केही छैन फेरि माथि गएर देखाउँदा वाक्क दिएको भयो आयो है आयो डाँडा ठ्याक्क रेडी हो 3 2 1 इन्जोय गर्न लाग्दाखेरि इन्जोय गरिसो गरिबक्सोस् के हो त्यो चराको गुण जस्तो तिमी भन चालीमै छन् तिम्रो भइदेउला त्यो डाँडा पुग्नुपर्ने छ कि त्यो डाँडा चाहिँ कम उकालो छ त त्यो डाँडा फेरि जानुपर्छ त्यहाँ गएर सब गर्छ है त्यसलाई ठ्याक्कै आइपुग्यो हैट डाँडामा आइपुग्यो ल छङ्ग छ है यहाँबाट चाहिँ छङ्ग छ नि फेरि यस्तो छ भ्यू चाहिँ यसो सिसाइ झार्नु भनेको
हल्का दिएको मात्र है फेरि सँगसँग हानिदिएको भ्लग ल हेर्दै गर्नु इन्जोय गर्दै गर्नु ल म चाहिँ अलिकति चाहिँ यसको सिनेमेटिक हान्छु कस्तो देख्दैछ है ल यो गाउँको हान्छु ल ल सिनेमेटिक हेऱ्यो खतरा खिचिन्छ है फेरि हेरेको अलिकति आफ्नो तारिफ आफूले गरिदिएको फेरि त्यस्तो चाहिँ होइन अलिकति क्लिपहरू चाहिँ अलिकति तपाईँहरूको रमाइलोको लागि इन्टरटेनमेन्टको लागि चाहिँ मैले अलिकति क्लिपहरू क्याप्चर गरिदिएको त्यस्तो चाहिँ भिडियोग्राफर चाहिँ नि हल्का हल्का चाहिँ हान्छ नि फेरि अलिकति भनौँ न के नमिल्या भने त अलिकति लास्टमा फोन नमिल्या हारेको भन्ने के हो त्यस्तो उनीहरू त्यो मेरो साथी नै आएर गरेर त्यो पनि एक्सर्साइज ए यस्तो दामी छ ठाउँहरू अलिकति म चाहिँ अलिकति यस्तोहरूमा अलिकति उ गर्ने खालको छु क्या अलिकति चासो दिने खालको छ क्या यस्तो भ्यूहरू होइन यस्तो ठाउँहरू एक्सप्लोर गर्नको लागि त्यस्तोमा अलिकति म चाहिँ ध्यान दिने गरेको छु क्या गाइस हो जङ्गलमा चाहिँ नि जङ्गलको वनमा छ क्या घरहरू पनि देख्छु त मसँग घरहरू पनि देख्छु त वन मान्छे बस्छ कि के हो त्यस्तै पो लाग्न थाले त बा यस्तो फेरि ल गाडी आयो क्या हुँदै होइन फोन चाहिँ लुकाइदिउँ ल मरकेनहरू फेरि लुटिदिन्छ अरे यता त त्यस्तो डर छ नि ल राखिदिएको ल मरकेनहरू आइदिइरहेको मैले आजभोलि के निर्णय गरिरहेको छु भन्दाखेरि अलिकति यो गाउँहरूको लागि जग्गा पास गर्नको लागि नि अलिकति यो जग्गा होइन तिनीहरू सानोमाको जग्गाहरू हो अलिकति मैले यहाँ देखाउनु पर्ने हुन्छ अब हाम्रो जग्गा चाहिँ हाम्रो यो कन्स्ट्रक्सनदेखि अलिकति रोड पारी चाहिँ यो छ क्या त्यसको लागि अलिकति पास गर्नुपर्छ ल के तालको होला को यार मरकोन हो क्या यार सेट मरकोन पो आयो ठ्याक्कै भन्दै यार के छ थारू आज बवाल छ खतरा रमाइलो भइरहेको नि कति सुत्नु भनेर यसो भनिदेऊ न त भ्लगमा सुत्नेहरूको लागि चाहिँ अलिकति सुत्नु चाहिँ हुँदैन गाइज होइन टाइममा उठ्ने टाइममा खाने टाइममा लड्ने मसँग गर्ने फोनमा बोल्ने होइन हेल्दी हुनुपर्छ ल अर्को पनि रहेछ मरकेन यार इम्पोर्टेन्ट हुन्छ होइन अब बिहान बोल्नु पर्यो नि त किनभने अब डिफ्रेन्स छ ल उसको गर्लफ्रेन्ड चाहिँ नेपाली रहेछ मान्छे मरकेन भयो भने गर्लफ्रेन्ड सबै ल ठिक छ भर्खर सक्यो दौडेर वहाँसम्म गरेर भर्खर सक्यो अब चाहिँ ब्याक टु होम जानु लागेको सो आजको चाहिँ अलिकति रमाइलो भयो अलिकति भन्दा नि खत्रै बबाले दामी नै रमाइलो भयो होइन चिसो एकदम चिसो गर्दा जस्तो भएको अब म छिटो घर जान्छ है यति भन्दै म आजको भ्लग इन्डिङ गरिदिन्छु होला यार चिसो बबाल चिसो छ यार युरोपमा चिसो खतरा चिसो लग्यो फेरि चिसो डेन्जर छ होइन म यति भन्दै भ्लग यहीँ स्थगित गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ अन माई भिडियो सी यू नेक्स्ट भ्लग बाई बाई गाइज